वेलकम सबैजनालाई र आजको मेरो मिनी ब्लग स्टार्ट हुन्छ दाइलाई लिन आएको ठाउँबाट र म चाहिँ अहिले स्प्लेन्डरमा छु अनि अब हामी चाहिँ जानुपर्ने हुन्छ दाइको घर अनि यहाँ चाहिँ दाइको घर आएर सामानहरू रेडी गरिसक्यो। अब हामी कम्प्लेनमा जाँदैछौँ र हामी कम्प्लेनमा पनि आइसक्यो र कम्प्लेन रहेको छ रेड लाइट प्लस नचल्ने यो दुईवटा काम चाहिँ हामीले अहिले गर्नुपर्ने हुन्छ त्यो मेसिनको र बक्सामा। र यो चाहिँ रहेको छ तार अनि यो तार चाहिँ गएको छ पोलमा अनि भने पोलमा चाहिँ दाइ हुनुहुन्छ अलरेडी। अब यहाँ पावर नमिलेर यस्तो भएको छ अनि मैले चाहिँ ओडिटिआर बोकेर हिँडिरहेको छु भने दाइ पनि पर हुनुहुन्छ। अब हेरौँ है त के हुन्छ। सो पोलमा चाहिँ यस्तो हुन्छ अनि यहाँबाट चाहिँ घरसम्म लाने हो। घर चाहिँ त्यो रहेको छ भने पोल चाहिँ यो रहेको छ। अब दाइ माथि चढेर तार हेर्दै हुनुहुन्छ कतै च्याप्पे छ कि के भएको छ भन्ने कुरा। भने अहिले चाहिँ यो चाहिँ अर्को ठाउँ हो, हामी त्यो ठाउँ चाहिँ सकेर आइसक्यो। अनि यो ठाउँमा चाहिँ के कम्प्लेन हो भने यसको चाहिँ जुन हामीले राउटरमा जोडिन्छ नि टुप्पो, त्यो टुप्पो चाहिँ गएको रहेछ भने अनि त्यो टुप्पोलाई काटेर अहिले चाहिँ लाइट हेरियो। अब यो राउटरमा जोड्नुपर्ने हुन्छ अहिले एकछिनमा, त्योभन्दा पहिला बाहिर यसो हामीले गर्नुपर्ने हुन्छ। यो टुप्पो चाहिँ अहिले यहाँ भाँचेर बसेको छ अनि रेड लाइट आएको छ अनि अब दाइले चाहिँ यहाँ मेसिन हान्दै हुनुहुन्छ। मेसिन चाहिँ मजाले वर्क गर्छ होइन। अनि दाइले मेसिन पनि मजाले हान्नुहुन्छ। अनि यसरी मेसिन हानेर हामीले चाहिँ यो तारलाई जोड्नु पर्ने हुन्छ अनि जोडिसकेपछि अनि बल्ल अनि हजुरहरूको घरमा नेट चल्छ। फेरि जोडेर मात्रै कहाँ हुन्छ त, अब यसलाई फेरि ट्याक्क ल्याएर यो टिफिन भन्छ यसलाई चाहिँ, यो टिफिनमा मजाले टेप सेप लाएर मजाले मेजरमेन्ट गरिसकेपछि बल्ल अनि हामीले यसलाई पोलमा झुन्डाउनु पर्ने हुन्छ। सो अब यो मेजरमेन्ट गरेको हेरौँ है त एकैछिन। सो जब राउटरमा रातोपट्टि हट्छ अनि त्यहाँपछि नेट चल्छ भने अनि हामीले अर्को घरमा पनि अघि पावर मिलाएको घरमा पनि हामीले राउटर ल्याएर फेरिदियो अनि चल्यो। अनि यो चाहिँ हाम्रो नेक्स्ट कम्प्लेन रहेको छ, यो चाहिँ बेलचोक आएको रहेको छ अनि यहाँ पनि त्यस्तै समस्या थियो। जब हामी यो घरमा आयो लाइन गयो त्यहाँपछि अनि मैले चाहिँ यता मासतिर आएर मस्त मासतिरको भ्यू क्याप्चर गरेँ एकैछिन भए पनि। अनि आजको दिन खुलेको भएर बादल पनि कति राम्रो देखिरहेको थियो। अनि यही हेर्दा गर्दा अनि लाइन पनि आयो अनि लाइन आइसकेपछि हामी तल आएर चेक गऱ्यौँ, राउटर चेक गरिसकेपछि अनि राउटर चेक गर्दै थियौँ हामी। त्यहाँपछि अनि आन्टीले चिया बनाएर ल्याइदिनु भयो अनि हामीले चिया खाँदै काम गऱ्यौँ। चिया मिठो थियो अनि दाइले उता काम गर्दै हुनुहुन्थ्यो अनि हामीले फल्ट पत्ता लगायो। अनि यो चाहिँ के भएको रहेछ भने राउटरभित्रको जोइन्टरमा चाहिँ रङ पसेर चाहिँ यस्तो भएको रहेछ। अनि हामीले त्यो जोइन्टरलाई निकालेर पुसेर मजाले अनि त्यो भित्रको सेटिङहरू मिलाएर अनि मस्त काम गर्दै हुन्थ्यो दाइ। म पनि चिया खाँदै थिएँ र आजको लागि यति नै, थ्याङ्क यू, भोलि भेटौँला।